हेलो गाइस, अहिलेको कन्टिन्यू है। यो चाहिँ हामीको रानी महल पस्ने भनौँ न, यो अब पार्किङ एरिया भयो होइन। यहाँबाट चाहिँ स्टार्टिङ यहाँबाट जाँदो रहेछ है। ल अब म हिँड्दैछु, बाटो देखाइदिन्छु। यहाँबाट यसरी उकालो लाग्नु पर्ने रहेछ। मान्छेहरू यहाँ उकालोमा अनि गर्मी भएर टन्नै बसिरहेको रहेछ है त। यहाँ चाहिँ हामीको टिकट सिस्टम रहेछ गाइस होइन। यति उकालो चढेको नि थाकिले। नदी पार्किङ ल गाइस, टिकट चाहिँ नि पर्सन एकजनाको 50 रुपियाँ रहेछ होइन। हामी यहाँबाट पहुँच्दैछौँ। यो भ्यू होइन बाहिरको। खै नदी त आयो गाइस, नामको पनि थाहा भएन हो। ऐतिहासिक रानी दरबार यहाँ लेखेर चाहिँ होइन। नम्बर 1 वीर शमशेर सधैँ छोरामा देखे एकअर्काको भाइवीर, यसरी यहाँ लेखेको रहेछ। ऐतिहासिक रानीघाट दरबार। ल अब हामी यहाँ एन्ट्री गऱ्यौँ है त गाइस। जय देवी। यहीँ माता रानी माता होला ग्यास। यहाँ फुलहरू लगाएर यस्तो राम्रो बनाएर रहेछ। पहिला त ग्यास एकदम थोत्रो भयो, अहिलेसम्म मेन्टेन गरेर यति राम्रो बनाएर रहेछ। पहिला हाम्रोमा रानी। यहाँ शिव मन्दिर रहेछ। जय भोलेनाथ सरस्वती बाबा। Nandira offer a coin together for lifetime relationship भन्ने चाहिँ यहाँ कोइन फाल्नु पर्ने रहेछ यो गाइस। जय शम्भो भोलेनाथ। यो सबै यहाँ महल भयो होइन। अब फेरि स्टेप चढ्दैछु माथि रहेछ गाइस। यहाँ चाहिँ राम्रो बनाएको छ, मेन्टेन गरेछ कलर सबै। वाउ, यो मेन रानी महल आइसक्यो रहेछ। वाउ गाइस, हेर्यो माई गॉड, हेर्सियो त। यो तानसेन पाल्पा तानसेनबाट हुने रानी महल। बिरुवा नछुनु होला लेखेछ गाइस। यस्तो गाइस कपाल पनि आउँदो रहेछ। यता खतरा छ, नचढ्नुस् गरे सरी। ओके, हेर्नुहोस् त यहाँ गाइस। हजुरहरू पनि कुनै दिन पाल्पा घुम्न आउँदाखेरि तानसेनको रानी महल यहाँ आउनु होला। यो घाम चाहिँ नि अति छ है गाइस। निधारै गाली डरिसक्यो होला मेरो त। यो पछाडि यहाँबाट नदी देख्ने। पहिला हाम्रो रानी राजाहरू यहाँ बसेर यहाँ सरर खोला हुन्थ्यो होला। यहाँको लुफ्त नजारा हेर्थ्यो होला, नदीहरू बगेको है त। आनन्दसँग माथिबाट गफ गर्दै मेरो त हेर्नु त गाइस अनुहारबाट पसिना आयो।
माई गड हेर्नुहोस् त गाइस, रानीमहलको यो भित्रभित्र जाने सिँढी रहेछ। पहिला यत्रो बडा काठ, पहिलाको काठहरू कति बलियो होला, यसरी काठले बनाएको। तानसेन पाल्पाको रानीमहल। कुन राजा हो, राजाको नाम पनि थाहा छैन। यहाँबाट कता हेर्ने ठाउँहरू माथि जानिदिन्छ र रानीको कक्ष अरे। बाहिरबाट हेर्नु कि भित्र जानु पाउँछ? यो चाहिँ हामीहरूको रानीको नाम पनि थाहा छैन। यो चाहिँ हामीहरूको रानीको कक्ष गरे लगाइस् होइन। यो रानीको होइन, यो चाहिँ हामीको रानीको कक्ष भनेपछि रानीको रुम कोठा रहेछ है। हेर्नुहोस् यस्तो ठुल्ठुलो काठ, पहिलाको जमानाको है, कति बलियो काठ यसरी बनाएर रहेछन्। हाम्रो रानी, हाम्रो राजा, मेरो युट्युब है। यो चाहिँ हामीको रानीको कक्ष गरे है, रुम सायद होला होइन। यहाँ यसरी यहाँ राजा रानीको फोटो दरबारमा यसरी राखेर रहेछ होइन। यो गार्डन भयो गाइस। अब फेरि मैले यतापट्टि जाँदैछु। कता गयो? यो माथि त जानु पाउँछ र? मान्छे छ कि छैन? कता गयो तिनीहरू? ल गाइस, हेर्नु त सिँढी यो सबै काठको हो। म माथि चढ्दैछु है। हजुरहरूले नि यसरी आएर हेर्नु होला। कुनै दिन तपाईँहरू कुनै जहीँ त्यहीबाट देश विदेशबाट घुम्नु आउनु होइन, यसरी हेर्न मिल्छ। यो सबै यसरी भर्याङ, सबै काठको भर्याङहरू रहेछ। यस्तो हलहरू रहेछ यहाँ यसरी भनेपछि त्यो राजा रानीको जमानाको यो भाँडाहरू होला। तामाको गणेशको मूर्ति, यो सब पुरानो यो श्रृङ्खलाले फोटो खिच्न मनाइ छ भनेछ नि, तर मैले भिडियो खिचेँ, सरी। त्यहाँ चाहिँ बैठक कोठा रहेछ गाइस। त्यहाँ चाहिँ चाबी लगाएको छ। यहाँ चाहिँ यो बरन्डा जस्तै रहेछ गाइस। माई गड, गर्मीले मेरो त पसिना नि तुरतुर भयो। यहाँ माथिबाट यहाँको दृश्य देखाउँदैछु। पारी नदी, पसिना नि तुरतुर भयो मेरो त। हेर्नुहोस् त गाइस, पङ्खा नै रहेछ। पहिलाको जमाना पङ्खा नै लगाएर रहेछ। अब यो बैठक कोठामा त चाबी लाग्छ गाइस, जान नपाउने रहेछ। यहाँबाट माथि नि रहेछ। यता पनि रहेछ जय भोलेनाथ। यस्तो है। यता पछाडि नदीको नामै आएन हौ मलाई। के भन्छ अरे, के नदी हो, नदीको नाम पनि थाहा छैन।